साथीहरु आज म चाहिँ इन्फिनिक्स स्मार्ट 9 अथवा हट 50 4G जे भनौं यो हुन्छ नि X6532 MT6789 यो चिपसेट लागेको मोबाइलको चाहिँ एफआरपी हटाउने सजिलो टिप्स भन्न जाँदै छु। यो एमटीके को हो। कति साथीहरुले चाहिँ मेडियाटेकबाट हुन्छ के वायात भिडियो हालिदिए भन्नु होला, तर यस्तो हो के मेडियाटेकबाट सपोर्ट गरेन, एरर आयो, ह्यान्डसेक एरर अथवा एडीबी मोड फेल्ड यस्तो आयो भने हामी के गर्छौं भने इन्फिनिक्सको यसमा जान्छौं हैन। इन्फिनिक्स यसमा गए पछाडी मेटा मोडबाट पनि ट्राई गर्छौं। मेटा मोडबाट पनि ट्राई गर्दाखेरि ठ्याक्क क्लिक गरेर रिड गरेर अन हुने ठाउँमा फेल्ड एडीबी फेल्ड हुन्छ नि। यो एडीबी फेल्ड देखाए पछाडी अब के गर्ने त? मेटा मोडबाट पनि भएन इन्फिनिक्सको, मेडियाटेककोबाट पनि एरर आयो, भोल्युम प्लस माइनस दबाएर कनेक्ट गर्दा पनि एरर आयो भने अब सोच्ने भनेको अब इटेक छ भने इटेकबाट गरिन्छ, कतिले युएनटी प्रोबाट पनि ट्राई गरिन्छ, अथवा नभयो भने अनलाइन गरिदिउँ भन्ने हुन्छ। त त्यो गर्नुपर्ने झन्झटिलो काम छैन। म तपाईहरुलाई सजिलो टिप्स के सिकाउँछु भने यसमा जानुस् हैन, इन्फिनिक्सको यो टाइप गर्नुस् X6532 यसमा गरे पछाडी त्यसपछि यतिकै यसलाई यतिकै राख्नुस्। अनि तपाईको के गर्नुस् भने मोबाइलमा वाइफाई कनेक्ट गरेको हुनु पर्यो। अब रिसेट त पहिले गरिसकेको हुन्छ, रिसेट गरिसकेको हुन्छ। वाइफाई कनेक्ट गरे पछाडी कनेक्ट गरेको हुनु पर्यो। कनेक्ट गरे पछाडी यस्तो इन्टरफेसमा जाउँ, युजर एग्रीमेन्ट एन्ड सर्भिस भन्ने हुन्छ। त्यसको यहाँनिर के हुन्छ भने पोलिसी अफ पर्सनल भन्नेमा क्लिक गरौँ। त्यसरी क्लिक गरे पछाडी यो स्टेपमा जान्छ। यो इन्टरफेसमा गए पछाडी चाहिँ माथिपट्टि होम बटन भन्दा यतापट्टि चाहिँ तपाईको केही टाइप गर्न मिल्ने हुन्छ। त्यसमा चाहिँ के टाइप गर्ने भने यो टाइप गर्ने vnrom.net/bypass यो टाइप गर्ने। यो टाइप गरे पछाडी चाहिँ यो इन्टरफेसमा पुग्छ हैन। यसमा पुगे पछाडी यो तलपट्टि देख्न सक्नुहुन्छ MQ ओपन स्टार हैज 85 हैज इनेबल एडीबी टेक्नो इन्फिनिक्स यो क्लिक गर्ने हैन। सजिलो उपाय म सिकाउँदैछु, सजिलो टिप्स। यो गरे पछाडी तपाईको यसरी टाइप गरे पछाडी चाहिँ यो मोडमा जान्छ। अनि तलपट्टि करेक्ट गरे पछाडी यसरी बस्छ। यसरी बसे पछाडी अब के गर्ने भने तपाईको यहाँनिर जाने, यहाँ जाने अनलक टुलको इन्फिनिक्सकै सेटअपमा है, यसैको सेटअपको यसमा जाने। अनि एडीबीमा यसरी क्लिक गर्ने। यसरी क्लिक गरे पछाडी पहिलो दोस्रो तेस्रो चौथोमा चाहिँ के छ भने इरेज एफआरपी जेनेरिक उसमा क्लिक गर्ने। त्यसमा क्लिक गरे पछाडी चाहिँ डाटा केबल कनेक्ट गराएर मोबाइल कनेक्ट गराए पछाडी त्यसमा क्लिक गरे पछाडी चाहिँ एडीबी मोड एलाउ भन्ने अप्सन आउँछ मोबाइलमा। त्यसपछि एलाउ गरे पछाडी सर्र रिड गर्छ र एफआरपी रिमुभ हुन्छ। यदि तपाईको मेडियाटेकबाट ट्राई गर्दा पनि एरर आयो अनि तपाईको इन्फिनिक्सको मेटा मोडबाट ट्राई गर्दा पनि एरर आयो भने चाहिँ तपाईको यसैको सेटअपको यतापट्टि गएर एडीबी मा क्लिक गरेर चौथो नम्बरको इरेज एफआरपी जेनेरिक त्यसमा क्लिक गरे पछाडी चाहिँ तपाईको एफआरपी रिमुभ हुन्छ। त्यसको लागि चाहिँ मैले अघि भनेको थिएँ नि, त्यो सेटअप गर्नुस्। तपाईले अनलाइन गर्नु पर्दैन अथवा अरु झन्झटिलो केही अपनाउनु पर्दैन, अनलक टुलबाटै हुन्छ। यो इन्फिनिक्स स्मार्ट 9 अथवा हट 50 4G जे बनाउन X6532 चिपसेट लागेको छ भने यसरी एफआरपी गर्न सकिन्छ। यो चाहिँ कति टेक्निशियन साथीहरुलाई चाहिँ एउटा नलेजेबल हेल्पफुल हुन सक्छ। कसैले त वायात भिडियो पनि भन्न सक्नुहुन्छ, मेडियाटेकको चिपसेट छ त्यसैबाट नगरेर अथवा इन्फिनिक्सको यत्रो छ यो के भिडियो बना भन्नुहुन्छ। तर एरर आयो भने मेडियाटेकबाट पनि सपोर्ट गरेन, तपाई इन्फिनिक्सकोबाट मेटा मोडबाट पनि सपोर्ट गरेन, एरर आयो एडीबी फेल भन्ने आयो भने चाहिँ तपाईले यसबाट पनि तपाईको स्टार हैज 85 हैज जुन मैले भने नि त्यो गरेर तपाईको 4 नम्बरको इरेज एफआरपी जेनेरिकबाट पनि एफआरपी हटाउन सकिन्छ। यसरी काम गर्नुस्, तपाईको अनलाइन गर्न पर्दैन, तपाईको काम हुन्छ। है त साथीहरु, यो मेरो छोटो एकदम नलेजेबल भिडियो छ, हेर्दिनु होला। लाइक कमेन्ट के गर्न सक्नुहुन्छ गर्दिनु होला। है त साथीहरु, धन्यवाद।